महानुभावहरू यति बेला 6 एनसिएल टाइगर कप सञ्चालन हुँदैछ र आज तेस्रो दिनमा पनि रहेका छौँ र महिला र पुरुषतर्फ भलिबल खेलहरू सञ्चालन भइरहेका छन् र यति बेला हामीसँग हुनुहुन्छ न्यू डायमन्ड स्पोर्ट्स क्लबका प्रशिक्षक आदरणीय कुमार सर हुनुहुन्छ। सर स्वागत छ। हजुर नमस्कार, थ्याङ्क यू भेरी मच। आरामै हुनुहुन्छ सर? एकदम आराम कुशलै छ। सबैभन्दा पहिला त आजकै खेलबाट सुरु गरौँ। समग्रमा कस्तो रहेछ खेल सर आज न्यू डायमन्डको? समग्रमा त्यस्तो सोचे जति राम्रो चाहिँ भएन। हजुर, सुरुवाती चरणमा जति सोचेको थिएँ त्यतिकै राम्रै सुरु भइरहेको थियो। बिचमा फेरि ल्याङलुनु गरेर अलिअलि आफ्नैले सर्भिस बिगार्दा लाइन टच गर्छन्, के गर्छन्, गरेपछि आफै तल झरेर फेरि झन्नै चाहिँ अप्ठ्यारो सिचुएसन क्रिएट गरेँ। अब मैले चाहिँ अब आफ्नो खेल नहातिकन सकेसम्म चाहिँ नि नेगेटिभ पोइन्ट नदिने। उनीहरूले डाङडुङ हानेर ल्याउँछन् भने त्यो राम्रै कुरा हो, तर आफैले चाहिँ नेटमा हानेर आफैले चाहिँ नेट टच गर्ने अनि आफैले चाहिँ आउट हानिदिने गऱ्यो भने त त्यो त एकदम ठिक हुँदैन भनेर चाहिँ यो कुराको चाहिँ आज अरर चाहिँ मिनिमाइज हुनुपर्छ भनेर आएको। अनि अलि त्यस्तोहरू देखा पऱ्यो। मैले बिचमा अब खेलाडी पनि चेन्ज गर्नु पऱ्यो, नत्र चाहिँ खेलाडी नै चेन्ज गर्नु पर्दैन, सजिलै हुन्छ भन्ने ठानेर आएको। गेम चाहिँ एकदमै राम्रो रह्यो र विभागीय टिम एपिएफ जस्तो टिमलाई चाहिँ 3-0 पराजित गर्न सफल रहनुभयो। यो विभागीय टिमसँग खेल्दै गर्दा माइन्ड मेकअप कसरी गर्नुहुन्छ सरले, अथवा खेलाडीहरूलाई चाहिँ कसरी तयार गर्नुहुन्छ मैदानभन्दा अगाडि हुँदै गर्दाखेरि? अब मेन चाहिँ मनोबल चाहिँ उच्च राखेर खेलौँ न, होइन? कमसेकम पनि हामी कहाँ भएको खेलाडीहरू सबै यङ जेनेरेसन छन्। अब पालो नयाँ पिँढीको हो, होइन? अब पुरानो खेलाडीहरूलाई ओभरटेक गरेर जानुपर्छ भनेर चाहिँ मैले इन्करेज गर्छु कि अब नयाँसँग जतिको जोस जाँगर त हुँदैन नि पुरासँग। यो त हुन्छ धेरै, तर जुन शक्ति हुन्छ त्यो त हुँदैन। त्यस कारणले आफूसँग भएको शक्ति चाहिँ देखाउनु पर्यो। जस्तो हालै काठमाडौँमा सम्पन्न 2वटा प्रतियोगितामा च्याम्पियन बन्नुभएको छ तपाईँहरू। हजुर। र यहाँ पनि च्याम्पियन मेन्टालिटी हामी महसुस गर्न सक्छौँ। हजुर। त्यो ऊर्जाले कतिको काम गरिरहेको छ पोखरामा? अब आफ्नो गेम खेल्यो भने टिम चाहिँ राम्रै नै हो, एकदम राम्रो छ टिम। ब्लकिङ एकदम राम्रो छ। कहाँनिर त्यो समस्या हुन्छ कि किनभने फेरि